अब अहिले हामी यो हेटौँडामै ट्राभल गरिरहेका छौँ। हामीसँग चाहिँ यहाँ डाक्टर पुष्पराज पन्त हामी सँगै छौँ यहाँ हेर्नुलाई, बेलायतबाट आउनु भएको छ। अब अहिले हामी चाहिँ यो अटोमा हिँडिरहेका छौँ। अब यो सुरक्षित छैन, हेर्नुहोस् यी सबै यी खुला छ, त्यही भएर हामी यात्रा गर्न बाध्य छौँ। अब यसलाई हामी सुधार गर्दैछौँ। अब हामीले नै प्रयोग गरेपछि चाहिँ सुधार हुन्छ र जानकारी हुन्छ भन्ने उद्देश्य हो। त्यही भएर म सहरको जुनसुकै ठाउँमा गए पनि नेपालको त्यहाँको सार्वजनिक यातायात प्रयोग गर्ने एकदमै कोसिस गर्छु। त्यो हिसाबले आज पनि यहाँ चढिरहेको छु यो हेटौँडामा। अब हाम्रो पुष्प सरको के छ यो यसमा अनुभव? ठिक छ, यो सहर यातायात चाहिँ सुधार्नु पर्ने छ, तर अब हाम्रो यो इमर्जिङ सिटीहरूमा केही न केही माइक्रो मोबिलिटी छ, तर यसलाई रेगुलेसन गर्नुपर्ने आवश्यकता छ। जस्तै यसको चाहिँ सुरक्षा मापदण्ड के हो, यसको भाडा दर के हो, यसको चाहिँ सञ्चालनको कार्यविधि के हो, अहिले यो नगरपालिकाको मार्फतमा चलेको छ। यसलाई चाहिँ हाम्रो समग्र राष्ट्रिय नीतिमा चाहिँ समावेश गराउनु पर्ने अवस्था छ। अब हामीले चाहिँ ठुला ठुला बस चलाउने प्रयास गरिराखेका छौँ, विद्युतीय सवारी साधन। अब अहिले यसपालि बजेटमा काठमाडौँ र पोखराबाट सुरुवात गर्ने भनेका छौँ। यसलाई हामी बिस्तारै गर्दै जान्छौँ र प्रदेश सरकार र स्थानीयसँग सहकार्य गरेर सार्वजनिक यातायात, साइकलको यात्रा, पैदल यात्रा र अपाङ्गता भएका व्यक्तिको यात्रा सुरक्षित बनाउने अभियानमा छौँ। धन्यवाद। आशिष गर्छु।